आज म तपाईँहरूलाई युट्युबमा भिडियो कसरी अपलोड गर्ने जसको माध्यमबाट तपाईँले मिलियन भ्युज कमाउन सक्नुहुन्छ। भिडियो अलिकति हेरेर छोड्नुभन्दा 2 मिनट वाच गरिदिनु र राम्रोसँग सिक्नु धेरै उत्तम हुन्छ। त्यसका लागि आज म 2026मा क्रिएटर बन्ने साथीहरूका लागि एकदमै महत्त्वपूर्ण कुरा लिएर भिडियो बनाउँदैछु। किनकि तपाईँहरूलाई 4-5 वर्षमा नसिक्ने नलेज पनि यस च्यानलमा सिकाइनेछ। सामाजिक सञ्जालमा सक्सेस हुनु भनेकै एक अर्काको साथ र सपोर्ट बिना सक्सेस हुन एकदमै गाह्रो छ। त्यसैले एक अर्कालाई सहयोग गरौँ र क्रिएटर मिलेर एकदमै सक्सेसको बाटोतिर अगाडि बढ्नुपर्ने जरुरी हुन्छ। सक्सेस मिलेर मात्रै हुँदैन साथीहरू, भिडियो कसरी अपलोडिङ गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ। किनकि भिडियो अपलोडिङ गर्दा नै ध्यान दिएन भने एल्गोरिदमले तपाईँहरूको भिडियो अन्य व्यक्तिसम्म पुर्याउन सक्दैन। त्यसरी तपाईँहरूको भ्युज 10 भ्युज 20 भ्युज मात्रै आएर अड्किन्छ। आज म त्यो 10 र 20 भ्युजको सोलुसन गर्ने नै छु। त्यसका लागि तपाईँहरूले भिडियो चाहिँ अन्तिमसम्म हेर्नुपर्छ। के तपाईँहरूले पनि युट्युब एप्लिकेसन ओपन गरेर प्लसको आइकनमा आएर भिडियो जेनेरेट गरेर सिधै पब्लिक त गर्नु हुँदैन? यदि गर्नुहुन्छ भने त्यो एकदमै रङ तरिका हो। त्यसैले तपाईँहरूको भिडियोमा 1-2 भ्युज अथवा 15-20 भ्युज भन्दा माथि जाँदैन। चाहिँ म तपाईँहरूलाई स्क्रिन सेयर गरेँ। प्लसको आइकनमा जानुहोस्, आफ्नो भिडियो सिलेक्ट गर्नुहोस्, त्यसपछि यहाँ टाइटल लेख्ने ठाउँ हुन्छ, त्यसमा टाइटल लेख्नुहोस्। तपाईँको जे हो त्यही लेख्नुहोस्। मैले चाहिँ फेसबुकको नेम कसरी चेन्ज गर्ने 2026मा भनेर लेखेँ। तपाईँहरूको भिडियो जेसँग रिलेटेड हुन्छ त्यही लेख्नुपर्ने हुन्छ। जस्तै ब्लग छ भने ब्लग लेखिन्छ, कुकिज छ भने कुकिज लेखिन्छ। त्यसकी माथिको कुरालाई कपी गर्नुहोस्, त्यसपछि यहाँ तल पेस्ट गरिदिनुहोस्। त्यसपछि अन्य कुराहरू पनि लेख्नुपर्छ थप, त्यति मात्रैले पुग्दैन। जस्तै मैले यहाँ 2026मा फेसबुकमा कसरी चाहिँ नेम चेन्ज गर्ने भनेर लेखेँ। अनि त्यसपछि विभिन्न कुराहरू लेख्न सकिन्छ। जस्तै ब्लग हो भने त रमाइलो लेख्न सकियो, अनि ब्युटिफुल नेपाल लेख्न सकियो। त्यस्तै कुराहरू लेख्नुपर्छ। अब चाहिँ टेक्निकल भ्यू पनि लेखेँ मैले मेरोमा चाहिँ च्यानल इन युट्युब इन्फर्मेसन भिडियो जस्ता कुराहरू लेखेँ। यस्तो किवर्ड लेख्दाखेरि चाहिँ धेरै राम्रो हुन्छ। अब ट्यागमा इन्फर्मेसन भिडियो अनि त्यहीसँग रिलेटेड किवर्डहरू लेखेँ। त्यसपछि भिजिबिलिटी जहिले पनि अनलिस्टेड हुनुपर्छ। र अब आफ्नो अडियन्स भनेको चाहिँ अब कुन अडियन्सका लागि हो भनेर तपाईँहरूले छान्नुपर्छ। अब मेरो चाहिँ बच्चाका लागि होइन। अब तपाईँहरूले यति गरिसके पछाडि तपाईँहरूको मोबाइलमा वाइटी स्टुडियो भन्ने एप्लिकेसन हुनैपर्छ। त्यसका लागि यदि छ भने त्यसबाटै गर्नुहोस्, छैन भने आउनुहोस् म सिकाउने छु। मोबाइलको प्ले स्टोरमा जानुहोस् र सर्च बारमा वाइटी स्टुडियो भनेर लेख्नुहोस्। सर्च गरिसके पछाडि यस्तो खालको इन्टरफेस खुल्छ। मैले चाहिँ यहाँ इन्स्टल गरिसकेको छु। तपाईँहरूले इन्स्टल गर्नुभएको छैन भने इन्स्टल गर्नु होला। त्यसपछि ब्याक आएर वाइटी स्टुडियोमा जानुहोस्। त्यसपछि कन्टेन्ट भन्ने तल पाउनुहुन्छ। त्यसपछि त्यो माथि तपाईँहरूले हालेको भिडियो भेट्नुहुन्छ। त्यही भिडियोमा क्लिक गर्नुहोस्। क्लिक गरेपछि माथि पेन्सिलको आइकन छ, त्यहाँनिर थिच्नुहोस्। त्यसपछि यतापट्टि पेन्सिलको आइकनमा तपाईँहरूले थम्बनेल राख्न मिल्छ। थम्बनेल एकदमै आवश्यक हुन्छ, थम्बनेल राख्नुपर्छ। म एआईबाट थम्बनेल कसरी बनाउन सकिन्छ भन्ने भिडियो पनि बनाउँछु। त्यसपछि यहाँ थम्बनेल मैले एड गरेँ, डाउनलोड गरिसकेको छु। त्यसपछि यहाँ केही कुराहरू थप्नुपर्ने हुन्छ, थपघट गर्नुपर्ने हुन्छ। मैले चाहिँ केही कुरा थप्छु र पहिला यहाँ मैले चाहिँ भिजिबिलिटी बनाउँछु। भिजिबिलिटी बनाइसके पछाडि चाहिँ तपाईँहरूले टाइम चाहिँ अब आफ्नो अडियन्स कतिखेर हेर्ने छ। मैले चाहिँ 7 बजे, जहिले अपलोड 7 बजे, बेलुकाको 7 बजे गर्छु। त्यसपछि ब्याक गरेर अनि तल गएर केही ट्यागहरू पनि लेख्नुपर्ने हुन्छ फेरि यहाँ पनि, र मैले ट्याग लेख्छु। त्यस्तै खालको ट्याग लेख्ने हो। अहिले मैले भनिसकेको छु जुन इन्फर्मेसन भिडियो मैले लेखेँ मेरो, किनभने फेसबुकको नेम चेन्ज गर्ने भिडियो छ।
फेसबुक सम्बन्धी भिडियो छ, तपाईँहरूको भ्लग छ भने भ्लग लेख्ने हो, जे छ त्यही लेख्नुपर्छ है। त्यस पछाडि मैले यति नै लेखेँ। त्यसपछि अब क्याटेगोरी लेख्ने हो। मेरो चाहिँ अब क्याटेगोरी इन्फर्मेसन भिडियो छ, टेक्नोलोजी खालको भिडियो भएर टेक्नोलोजी लेख्ने हो। यहाँ म्युजिक छ, गेमिङ छ, अब एजुकेसन छ, इन्टरटेनमेन्ट छ, जे आफ्नो हो त्यही लेख्नु ठिक गर्नुपर्छ। मैले चाहिँ यहाँनिर ट्याक्क साइन्स एन्ड टेक्नोलोजीमा क्लिक गरेँ र ब्याक गरेँ। ब्याक गरिसके पछाडि अब बाँकी रह्यो काम, माथि सेभै गर्ने हो। अब सेभ गरिसके पछाडि तपाईँको भिडियो अब जतिखेर टाइम राख्यो त्यतिखेर चाहिँ पब्लिक हुन्छ। मैले चाहिँ 7 बजेको राखेको छु। आशा छ यस भिडियोबाट तपाईँहरूले भिडियो अपलोडिङ सही तरिकाले गर्न बुझिसक्नु भएको छ। यदि बुझ्नु भएन भने म तपाईँहरूलाई अझै राम्रो तरिकाले सिकाउने कोसिस गर्छु। आजका लागि यति नै।